देशको कार्यकारी प्रमुखमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि झापामा पार्टीका नेता तथा कार्यकर्ता जिल्लावासी खुसी नहुने कुरै भएन। त्यसैले उनीहरू ओली निर्वाचित भएको घोषणा भए लगतै खुसियालीमा दीपावली गर्न सडकमा उत्रिए। पार्टी कार्यकर्ता तथा स्थानीय नेताले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि 2028 सालमा सुरु भएको झापा विद्रोहले सार्थकता पाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले ओली देशमा अहिले विद्यमान समस्या समाधान गर्न सक्षम रहेको भन्दै संविधान कार्यान्वयनमा विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। देशले राम्रो प्रधानमन्त्री पाएको छ हैन, अनि अब हाम्रो अहिलेलाई त देशको विद्यमान समस्या नै समाधान गरिदिनु भयो भने ठुलो कुरा हो हैन। त्यसपछि त आशा गरौँ विकासको कामहरू नियमित होला। सामान्य किसान परिवारमा जन्मनु भएको केपी शर्मा ओली आज मुलुकको 38औं प्रधानमन्त्री बन्नुभएको छ। यसमा हामी खुसीले एकदम गदगद भएका छौँ। झापा सङ्घर्ष 2028ले उत्पादन गरेको एउटा कार्यकर्ता आज मुलुकको राष्ट्रिय नेताको रूपमा 38औं प्रधानमन्त्रीको रूपमा हामीले प्राप्त गर्दा हामी अत्यन्तै हर्षले खुसी छौँ र झापाले एउटा नयाँ इतिहास निर्माण गरेको छ। अहिलेसम्म झापा जिल्लाबाट प्रधानमन्त्री बन्न सकेको अवस्था थिएन। सदनमा भएको मतदानको परिणाम आएसँगै चोकचोकमा भेला भएका उनीहरूले आइतबार बेलुकै दीपावली गरेर खुसियाली मनाएका हुन्। झापाको दमक, बिर्तामोड, काकडभिटा लगायतका सहरमा भेला भएका पार्टी कार्यकर्ता तथा सर्वसाधारणले झापालीको छोरो पहिलोपटक देशको प्रधानमन्त्री भएको भन्दै चोकचोकमा आतिशबाजी र दीपावली गर्दै खुसियाली मनाएका हुन्। उनीहरूले देशले सक्षम प्रधानमन्त्री पाएको भन्दै राष्ट्रियताको मुद्दामा कसैसँग सम्झौता नगर्न समेत ओलीलाई आग्रह गरे। केपी ओली जस्तो सारा प्रखर व्यक्तित्व नेकपा एमालेको चाहिँ एउटा अध्यक्षलाई चाहिँ हामीले चाहिँ प्रधानमन्त्रीको रूपमा पाउँदाखेरि अहिले नेपाल राष्ट्र चाहिँ एउटा बस्ने स्थिति र अहिले नेपाललाई चाहिँ एउटा गौरव फिल भइरहेको छ। अत्यन्तै खुसी व्यक्त भइरहेको यो झापालीको गौरव हो। नेपालको इतिहासमा अहिले विषम परिस्थिति पनि भइरहेको छ। यो विषम परिस्थितिमा एउटा झापालीको छोरो प्रधानमन्त्री हुनुमा मलाई धेरै खुसी छ र गौरवान्वित भएको छ। 2070 सालको दोस्रो संविधान सभा चुनावमा झापा क्षेत्र नम्बर 7बाट विजयी भएका ओली प्रधानमन्त्री भइसके पश्चिम नेपालमा चलिरहेको थारूहरूको आन्दोलन, पूर्वी तराईको मधेस आन्दोलन लगायतका समस्या चाँडै समाधान हुने सर्वसाधारणले अपेक्षा गरेका छन्। सगरमाथा टेलिभिजनका लागि झापाबाट पूजन घिमिरेको रिपोर्ट।